हेलो हाई एन्कामनि मगनकोलाई सो तपाईँहरूले के देख्नु हुँदैछ यो जातोलाई चाहिँ कतिजना यो हाम्रो यो अहिलेको जेनेरेसनहरूले यस्तो देखेको छैन पनि होला है किनकि बेसी बस्तीतिर युज गर्ने गर्छन् सो हेर्नुस् यसलाई जातो पनि भन्छन् रुङ्गो पनि भन्छन् अब आफ्नो आफ्नो के भन्ने नाम आफ्नो आफ्नो हुन्छ है जो जातो भनेर चिन्छु अन्त बस्ती चामलको भुटभाट गरेर है पिस्दैछु पिठो बनाउनुको लागि अनि यो चाहिँ हाम्रो एउटा लोकल मेसिन पनि हो हामी फोर फादरदेखि युज गर्दै आएको हो है हामी यहाँनिर च्याक्ला पिसिन्छ है तपाईको च्याक्ला पिसिन्छ त्यहाँदेखि तपाईको यो मकै पिठो पिसिन्छ मकैको कोदो पिसिन्छ तपाईको यहाँनिर धेरै के पिसिन्छ तपाईको यहाँनिर है पिठोदेखि लिएर चामलहरू एकदम पिसेर पिठो बनाएर यो पिठो अब यसलाई बनाइसक्यो यो पिसेर फेरि यसलाई चाल्ने गर्छ चालेपछि हामी उयो गर्ने गर्छ खाने गर्छन् सो यसलाई चाहिँ यति साह्रो इम्पोर्टेन्ट लिन्छ हाम्रो कल्चरले र साइड नट ओन्ली द लेप्चा कल्चरले मात्रै नभएर डिफ्रेन्ट कल्चरले युज गर्छ यसलाई सो यो चाहिँ हाम्रो एकदमै मेन सोर्स हो फर हाम्रो लेप्चा कल्चरमा चाहिँ